हेलो गाइज वेलकम टु माई वेट लस जर्नी। सधैँ चाहिँ अफिस छुट्टी भइसकेपछि जिमतिर लागेँ। जिम जाँदाखेरि यसो लिफ्टमा फोटो हानिदिएँ र लिफ्टमा फोटो हानिसकेपछि सधैँ चाहिँ मेरो जिमको सुरुवात ट्रेडमिलबाट भयो। ट्रेडमिल गरिसकेपछि यसो वार्मअप हानेँ। वार्मअप हानिसकेपछि आजको मेरो सेट त पुसअप 10, माउन्टेन क्लाइम्ब 100, पुस प्रेस 15, डम्बल स्नेच 15 इच एन्ड, त्यसपछि हाई निज 100, अनि त्यसपछि क्रन्च 20 भइसकेपछि प्ल्याङ्क 1 मिनट गर्दै 5 सेट गर्नुपर्ने थियो। 5 सेट भइसकेपछि अलिक गाह्रै भयो किनकि हिजो फ्राइडे रेस्ट डे थियो। रेस्टपछि हल्का झ्याउ पनि लाग्छ। के गर्नु, गर्नै पऱ्यो। गोले चिप गर्नु पऱ्यो, दुब्लाउनु पऱ्यो। दुब्लाएन भने त यहाँ कुरा काट्ने धेरै मान्छे चाहिँ हेर्छु होला, त्यही भएर यसो गोले चिप गर्नै पऱ्यो। र सबै सेट भइसकेपछि मेरो हालत यस्तो भइसक्यो। यस्तो भइसकेपछि एकछिन फेरि ट्रेडमिलमा हिँडेँ। ट्रेडमिल हिँडेपछि यसो रुमतिर जानु पऱ्यो। रुम मेरो जिमबाट 4.5 किलोमिटर टाढा छ र बाई वाकिङ म जान्छु। चिसो छ त्यही भएर हिँड्दै गइदिन्छु। हिँड्दै गएपछि रुम पुगेपछि यसो भोलिको लागि व्यवस्था गर्नु पऱ्यो किनकि मर्निङ ड्युटी भएको कारणले साँझै मैले सबै व्यवस्था गरिसक्छु। चिकन ब्रेस्ट एयरफ्रायरमा फ्राई हानेँ। एयरफ्रायरमा फ्राई हानिसकेपछि त्यसपछि साँझको मिल खाएँ। मिल खाइसकेपछि भइयो। त्यसपछि सुत्नतिर लागेँ।